हेलो गाइस, वेलकम टु ब्याक माई च्यानल। र आज हामी बनाउँदैछौँ आइफोन 17 प्रो म्याक्स। अबदेखि यस्तै बवाल कन्टेन्टहरु आउँछ, सबैजनाले सब्स्क्राइब गरेर राख्नु होला है त। मेरो चाहिँ आज एकदमै धेरै मनी लस हुनेवाला छ है त, किनभने हामी 17 प्रो म्याक्स बनाउँदैछौँ नि। र हामी यो 17 प्रो म्याक्स चाहिँ हामी कार्डबोर्डको बनाउँदैछौँ है त। मेरो चाहिँ आज एकदमै धेरै मनी लस हुनेवाला छ है त। तपाईँ कुन फोनलाई चाहिँ आइफोन बनाउन चाहनुहुन्छ? रेडमी, भिभो, ओप्पो, स्यामसङ, जुनसुकै फोन होस् त्यसको ब्याक कभरमा चाहिँ हामी आइफोन 17 प्रो म्याक्स लुक्स दिनेछौँ र त्यसलाई हामी सेम आइफोन 17 प्रो म्याक्स जस्तै बनाउनेछौँ है त। भिडियो सुरु गर्नुभन्दा अगाडि जो च्यानलमा नयाँ हुन्छ सबैजनाले सब्स्क्राइब गर्नु होला है त। फर्स्टमा एउटा कार्डबोर्ड लिने र अनि हाम्रो फोनको ब्याक कभरको साइजको एउटा त्यो कार्डबोर्डमा राखेर त्यही साइजको कार्डबोर्ड काट्ने र क्यामेराको लागि 3वटा होल बनाउने र 17 प्रो म्याक्सको लुक्स जस्तै आफूले डिजाइन गर्ने। डिजाइन गरिसकेपछि चाहिँ हामीले त्यसलाई कलर गर्न सकिन्छ। तपाईहरुलाई कुन कलर गर्नु मन छ त्यो कलर गर्नु होला र सबै फिट गरिसकेपछि चाहिँ आफ्नो फोनको ब्याक कभरमा टास्नु होला है त ग्लुको सहायताले। फाइनली हाम्रो चाहिँ आइफोन 17 प्रो म्याक्स चाहिँ बनिसकेको छ। यो भिडियो चाहिँ रमाइलोको लागि मात्रै हो है। यो म यही फोनमा तपाईहरुलाई फिट गरेर देखाउँछु, किनभने मैले यो फोनबाट यो भिडियो रेकर्ड गरिरहेको छु, त्यसैले देखाउन सकिनँ। र तपाईहरुले नबनाउनु होला, ट्राई नगर्नु होला, टाइम वेस्ट मात्रै हुन्छ, किनकि म त रमाइलोको लागि मात्र हो है। भिडियो कस्तो लाग्यो? भिडियो मन पऱ्यो लाइक, कमेन्ट अनि च्यानलमा जो नयाँ हुन्छ सबैजनाले सब्स्क्राइब पनि गरिदिनु होला है।